जानकी गाउँपालिका वार्ड नम्बर 4 जानकी नगरमा रहेको गौशालामा गाईहरू भोकै मर्ने अवस्थामा पुगेका छन्। गाउँपालिकाले कुनै वास्ता नगरेपछि यस्तो अवस्थामा पुगेको छ। गाई नेपालको राष्ट्रिय जनावर हो, तर जानकी गाउँपालिकामा राष्ट्रिय जनावरको अवस्था भने यस्तो बिजोग रहेको छ। गौशालामा गाईहरू भोकै मर्ने अवस्थामा पुग्न लागेको र गाउँपालिकाले कुनै वास्ता नगरेको भन्ने समाचार बाहिरिएपछि हामीले गौशालाको अनुगमन गरेका हौं। यहाँ गाईहरूको अवस्था देख्न सक्नुहुन्छ। गाईहरूले आहारा खान नपाएपछि गाईको शरीरमा करङहरू देखिन थालेको छ। गौशालामा जडान गरिएको विद्युत महसुल पनि नतिरेपछि विद्युत प्राधिकरणले विद्युतको लाइन काटिदिएको रहेछ र अहिले गाईहरूलाई पानी खुवाउन साह्रै समस्या परेको छ। र यहाँ देख्न सक्छौं गाईहरूको आहाराको लागि पराल काट्ने मेसिन पनि त्यसै थन्किएको छ र यो हो आहारा राख्ने स्टोर। यो स्टोर पनि खाली नै छ। विद्युतले लाइन काटिदिएपछि यही धाराबाट पानी चलाएर गाईहरूलाई खुवाउने गर्नुहुँदो रहेछ। वाडा र गाउँपालिका सबैलाई गाईहरूको बारेमा जानकारी गराउँदा समेत सहयोग नगरेपछि अहिले सहयोगी हातहरू जुट्न थालेका छन्। यहाँ गाईहरूको लागि पराल ल्याएर आएका एकजना युवासँग कुरा गरेका छौं। यो पराल कहाँबाट ल्याउनु भयो? गाउँपालिकाबाट हो या तपाईहरुको सहयोग हो? हाम्रो सहयोग गरेका छन् दुबईबाट अनि काठमाडौँबाट आएको गौशालादेखि पैसा आएको छ। अनि अब हामीहरू सबै मिलेर काम गरेको छौं। आफै पैसा उठाएर। कसरी थाहा पाउनुभयो यहाँ गौशाला छ भनेर? अब पहिला सुनेकै थिए, आज परसदेखि 10 दिन पहिलादेखि हेर्दै आएको। अनि यहाँ हेर्दाखेरि यहाँ गौमाताहरू सबै भोकै भयो। 36 वटादेखि 15 वटा मात्रै बचे, सबै मरिसकेछन्। अब 15 वटाले पनि भोकै भएपछि अनि हामीले टिट लागेर अनि बाहिरदेखि पनि यताउता साथी दाइसँग सबै सहयोग मागेर अनि यो हामी आफै पैराल ल्याएको छौँ। अनि अब गाउँपालिका अनि वडाले केही साथ दिएको छैन। अरू काठमाडौँदेखि गौशालादेखि आएको छ 8,000 बजेट। अनि हाम्रो दाइ दुबईदेखि पठाउनु पर्छ 5,000। अनि एकजना अरू विदेश छन्, उहाँ पनि आज सामान किन्नु अनि त्यसको लागि पनि पैसा पठाउनुहुन्छ। हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ गौमाताहरू कति भोकै छन्। अनि अहिलेसम्म केही सहयोग नआएर अलिअलि हामी सहयोग गरेकै छौँ। अब यहाँ भोलिदेखि अझै भोलि मिटिङ हुनेवाला छ गाउँ वडामा। अब भोलिसम्म हेरौँ के व्यवस्था हुन्छ। अनि यहाँ 30,000 बत्ती बिल पनि तिर्न बाँकी छ। पानी नभएर छटपट गरेछन् गाईहरू। 40,000 बाँकी छ, त्यसको पनि पुगेको छैन पैसा। त्यहाँको अध्यक्षहरू भागेका छन्। अब पहिलाको अध्यक्ष छानबिन हुन्छ। हामी अब आफ्नो मानव सेवा भनेर गौमाता राष्ट्रिय जनावर हो भनेर हामीहरू आफै लागेर 2-4-10 जना लागेर आफै सेवा गरेको छ मैले 2-4 दिनको लागि। अब भोलि के हुन्छ त्यो गाउँवडाले थाहा पाइन्छ। राष्ट्रिय जनावरको रूपमा रहेको गाई यहाँको अवस्थाको बारेमा वडा गाउँपालिकालाई जानकारी गराउनु भएन? गाउँपालिकामा धाइ 25 दिनदेखि धाइ भइसक्यो। अनि सिलियोदेखि पनि कागज आयो, तर अब छप्पनले भने कि आज भोलि भन्दा अहिलेसम्म 1 रुपियाँ पनि दिएको छैन। अनि पराल लैजाऊ, टराली लैजाऊ, तर टराली पनि आएन। अब टराली हाम्रो आफै आफ्नै पैसाले आफै बोलाएर आफै दाइहरू सबै मिलेर कार्यक्रम गर्छ। तपाईहरुले साथीहरुको सहयोगमा पराल ल्याउनु भयो। गाउँपालिकाले सहयोग गरेन, के भन्न चाहनुहुन्छ गाउँपालिकालाई? गाउँपालिकाले अब जे जस्तो भए पनि अब हामीहरूलाई साथ दिनु पर्यो। अनि कति सालको 8 लाख रुपियाँ आउँदो रहेछ। 8 लाखमा 4 लाख पहिलाको समितिले खाएर भाग्यो। अब नयाँ समितिलाई राखे पनि राम्रो समिति खोजेर आफै राख्ने। अनि तिनको 4 लाख रुपियाँ पनि यहाँ गाउँमाताहरूको लागि सेवामा दिनु पर्यो। बत्ती बिल पनि तिर्नु पर्यो। अनि 2-4 जना लेबर छन्, तिनको पैसा पनि 7-8 महिनादेखि पाएको छैनन्। तिनीले पनि हिसाब गर्नु पर्यो। तपाईँ यहाँ के गर्नुहुन्छ? तपाईँ यहीँको कर्मचारी हो? गाईहरूको लागि आहारा छैन, भोकै मर्ने अवस्थामा पुग्न लागेको छ भन्ने जानकारी आएको छ त? जग्गा दिउँ, पालिकामा दिउँ, गाउँपालिकामा दिउँ, ठाउँमा दिउँ। अब के गरे सिडिओसित पनि कुरा पुग्यो। यो गौशाला गाउँपालिकाले हेरिरहेछ कि संस्थाले हेरिरहेछ? संस्थाले भन्ने कुरा हामीलाई टार्यो यिनीहरूले। त्यसपछि पत्ता लगाउँदैखेर यिनीहरूले चाहिँ हामीलाई छगाउने कुरा गरेछन्। सबैले भन्न लाग्यो यो कुरा ल्याएर मसँग नआउनु। गाईहरूको कुरा ल्याएर मसँग नआउनु भन्नुभयो। दायित्वबाट पन्छिन खोज्नुभयो? दिया हूँ र ठेक्कामाथि चाहिँ हामीले चाहिँ 5 सालसम्म ठेक्का दिया हूँ नारायणगिरीलाई। र नारायणगिरी भाग्यो भनेपछि हामी के गर्न सक्छौँ भन्ने जवाब दिएपछि हामीले चाहिँ पत्र लेखेर सिडिओसित गया हौँ।
सिडिओले चिठी पनि दियो। अनि त्यो सिडिओले चिठी दिएपछि मैले चाहिँ सिडिओको चिठी ल्याएर मैले छप्पनको हातमा पारेपछि उसले के भन्यो भने यो चिठी कहाँबाट ल्याउनु भनेपछि मैले सिडिओबाट ल्याएँ। भनेपछि उसले के भन्यो भने यो म अहिले हेर्छु मेरो बैठक छ भन्ने कुरा भयो। त्यतिकैमा टार्यो। रामप्यारीले चाहिँ ठिक छ 4 लाख रुपियाँ छ र अब त्यो अगाडि निश्चित नहुन्जेसम्म अगाडिको मान्छेले नभन्नुन्जेसम्म हामी दिन सक्दैनौँ, को मान्छेलाई दिने भन्ने कुरा गरेपछि हामी निराश भएर आइयो। हामीले 8 महिनासम्म तलब पनि पाएका छैनौँ। हामीलाई चाहिँ बहुत समस्या परिरहेका छ। 7-8 महिनादेखि ज्याला पाउनु भएको रहेनछ। ज्यालाको बारेमा वडा अध्यक्ष गाउँपालिका अध्यक्ष ज्यूहरूसँग कुरा राख्दा के भन्नुभयो? तिनी गाई बिक्री गरेर खाऊ, त्यही पैसा ल्याऊ भन्ने कुरा भयो। गैर जिम्मेवारी कुरा गर्नुभयो। जिम्मेवारी कुरा। अनि अर्को कुरा त्यहाँ जग्गा छ, त्यो जग्गा हामी तपाईँ दुईटालाई चाहिँ बाटेर दिन्छु भन्ने कुरा पनि त्यो पनि गर्यो। परमानै त्यहीँका कर्मचारीले लेखेर दिए भने परमानै मैले हात पारिदिएर पनि रमेश वर्माले चाहिँ नै म गरिदिनु यसमा सैन भन्ने कुरा पनि गरे। त्यो गरेपछि हामीले चाहिँ अब नल्याउनु होला मसँग भनेपछि अब नारायणगिरी छैन भनेपछि तिनीहरू भाग्यो भने त कहिले खाएर भाग्या भन्ने कुरा गरेपछि हामीले चाहिँ अब बाहिरबाट सहयोग माग्दैछौँ, गर्दैछौँ, परालहरू खुवाउँदैछौँ गाई गोरुलाई र हाम्रो कुराहरू कसैले पनि मान्यता गरेका छैन। यिनीहरूले सुरक्षा गरेका छन्। यिनीहरूको चाहिँ यहाँ चाहिँ पानी दिने बोरिङ, एउटा चाहिँ घाँस काट्ने मसिन छ, तिनी मसिनहरू उठ्छन् त हामीले चाहिँ बत्ती पनि काटिदियो भन्ने कुरामा हामीले त्यो पनि राख्यौँ। त्यो पनि सुनाइ भएन भने अब हामीले जाने कहाँ गर्ने क्या भनेपछि यिनी गाई गोरु पनि छोड्न मिलेन। बाट चाहिँ हामीले सहयोग माग्दैछौँ। मागेर चाहिँ हामीले यो गाई गोरुलाई पाल्दैछौँ। 36 वटा हुन्। 36 वटामा अरू गाई मर्या र अब हामीलाई दोष नआउला भनेर हामीले चाहिँ अहिलेसम्म हामीले सेवा गर्दैछौँ यिनलाई। तर कसैले यहाँ आएर बस्ला, रातिमा पनि ड्युटी गर्ला र यस्तो जङ्गलमा बिना बत्तीको बस्न सकिन्छ भनेर कसैले आँट गरेर कसैले चाहिँ सहयोग गरेका छैन हामीले। यिनी पनि चाहिँ भोलि मर्या भनेपछि यिनीहरूले हेरदेख गर्छन् भनेर गाउँपालिकाले नभन्नुहोस् भनेर हामीले जानकारी यति मर्या यति बाँचिया छन् भनेर हामीले जानकारी पनि गरेका छौँ भने अब जुन मान्छेले ल्याएछ त्यो मान्छेलाई बडो पापी र परदोषी र हामीलाई पनि जस्तो गाई मर्या छ त्यस्तै गरी हामीलाई पनि त्यस्तै विपत्ता नि गराइदियो भने अब हामी गर्ने क्या कसलाई भन्ने। उनीको तलब र हाम्रो तलब राम्रो हिसाबले मिलेर गर्न सक्यौँ भने हामीले गर्न सक्छौँ। गर्न सकेनौँ भने हामी चाहिँ हाम्रो तलब हुनु पर्यो। हामी चाहिँ अगाडिसम्म बढ्ने हाम्रो कुरा छ। अब चाहिँ हामी आफ्नो दुःख पीडा त हामीले छोड्ने कुरा भएन। तपाईलाई यहाँ काम लगाएको कसले हो? नारायणगिरीले लगाएको हो। गाई हाम्रो राष्ट्रिय जनावर हो। गाईको संरक्षण गर्ने जिम्मा समेत स्थानीय सरकारको हो। स्थानीय तहले आफ्नो क्षेत्रभित्र पशु कल्याण, गौशाला व्यवस्थापन, छाडा पशु नियन्त्रण सम्बन्धी स्थानीय कार्यविधि नियम बनाउने अधिकार हुन्छ। तर जानकी गाउँपालिकाले राष्ट्रिय जनावरको अवस्था बारेमा जानकारी गराउँदा समेत चासो नदेखाएको भन्ने गुनासो रहेको छ। यो विषय एकदमै दुःखद हो। जानकी गाउँपालिकाका जनप्रतिनिधिहरूको यो विषयमा छिट्टै ध्यानाकर्षण होस्।